हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। मेरो मम्मीको ब्लगमा स्वागत छ। अनि हामी चाहिँ देउसी भैलो खेल्नको लागि गुरुङ समूहबाट गएको थियौँ र गुरुङ समूहबाट नि एकदम रमाइलो भयो। तिहार हाम्रो एकदम राम्रो भयो। त्यसपछि हामी भोलिपल्ट चाहिँ राईहरूको किरात राई आयोखाबाट हामी देउसी भैलो गएको थियौँ। त्यहाँ पनि हामीले रमाइलो गऱ्यौँ। यहाँ चाहिँ यो ठाउँ चाहिँ चौतारी चोक हो। हामीले चौतारी चोकबाट सुरु गर्दै हामीले थुप्रै ठाउँहरूमा देउसी भैलो कार्यक्रमहरू पुऱ्याएको थियौँ। यहाँ चाहिँ हामीले एकदम रमाइलो भयो। सबै मानिसहरूसँग चिनजान भयो। अनि त्यसपछि हाम्रो चाहिँ लास्ट दिन हुँदै थियो। अनि मम्मीहरूले फोटोसुटहरू गर्नुभएको थियो। फोटोहरू खिच्नुभयो, रमाइलो गर्नुभयो, इन्जोय गर्नुभयो, सबैसँग भेटघाट भयो, रमाइलो भयो। अनि त्यसपछि हामी देउसी भैलो खेल्न गयौँ, रमाइलो भयो होइन। अनि यस्तै गरेर राति पनि हामीले इन्जोय गऱ्यौँ, देउसी भैलो खेल्यौँ। हामी धेरै ठाउँ गयौँ, इन्जोय गऱ्यौँ। अनि त्यसपछि यो फोटो चाहिँ हाम्रो एकजना दाइले खिचिदिनु भएको थियो। हामीलाई चाहिँ पछिबाट पठाइदिनु भएको हो। हामीलाई थाहा नपाइकन फोटो खिचिदिनु भएको रहेछ, भिडियोहरू बनाइदिनु भएको रहेछ। यो चाहिँ लास्ट दिन थियो। हाम्रो लास्ट दिन चाहिँ कोरियन चोकमा समापन थियो। त्यहाँनिर सबै अध्यक्ष, सदस्य, उपाध्यक्ष, कोषाध्यक्ष सबैजनालाई हामीले सम्मान कार्यक्रम गरेको थियौँ र हाम्रो लास्ट दिन थियो। त्यो दिन पनि एकदम इन्जोय भयो, रमाइलो भयो होइन। यति नै हो हाम्रो चाहिँ यो लास्ट दिनको सम्झना स्वरूपको फोटो होइन। अनि यो चाहिँ हाम्रो लास्ट दिन भएकोले सम्झना स्वरूप राखेको र मामुलाई चाहिँ अतिथिको लागि माथि बुद्ध चोकमा सम्मान कार्यक्रम थियो र त्यहाँ जानुभएको थियो र सम्मान सकेर घर आउनु भएको थियो। हाम्रो यति नै हो मिनी ब्लग। थ्याङ्क यू सो मच एभ्रिवान।